नमस्ते सम्पूर्ण दर्शकवृन्दहरुमा है म ज्योत्सना राईको हार्दिक अभिवादन नमस्ते है गुड मर्निङ शुभ प्रभात भन्न चाहन्छु र जति पनि फेसबुक फ्रेन्डहरुले मलाई फलो गर्नुहुन्छ मेरो फलोवर्सहरु सम्पूर्णमा म ज्योत्सना राईको हार्दिक अभिवादन साथै नमस्ते भन्दै र आज म तपाईहरुलाई एकजना यस्तो पर्सनालिटी दार्जिलिङको एउटा है टप मोडलसँग तपाईहरुलाई परिचय साध्न लागिरहेको छु है र उहाँ दार्जिलिङ भेकमा एकदमै ख्याति पाइसकेको प्रतिभावान है एउटा तपाईको मोडल हुनुहुन्छ है र उहाँले धेरै सुन्दरी प्रतियोगिताहरू जितेर चाहिँ एउटा दार्जिलिङ भेकलाई एउटा गौरवान्वित तुल्याउनु भएको छ र उहाँसँग परिचय साट्नुभन्दा अगाडि चाहिँ म गङ्गोत्री कला सङ्गम है संस्था र प्रोडक्सन हाउस गङ्गोत्री कला सङ्गमबाट चाहिँ मैले दुईजना नारीहरूको पनि तपाईहरुलाई अगावै इन्टरभ्यू पोडकास्ट लिएर आइसकेको छु र यसरी नै उहाँलाई पनि अगाडि ल्याएर चाहिँ दार्जिलिङको एकदम प्रतिभाहरूलाई चाहिँ तपाईहरु समक्षमा ल्याउनु र नारी सशक्तिकरण अर्थात् वुमेन एम्पावरमेन्टलाई अगाडि बढाउने कामहरू म एकदमै बिना अवरोध नै गर्न लागिरहेको छु र उहाँहरूले बल्ल बल्ल आज समय दिनुभयो र मेरो पनि अलिक त्यस्तै बिजी व्यस्तताले गर्दा तपाईहरुलाई मैले तपाईहरु समक्षमा पोडकास्ट लिएर आउन सकेको थिइनँ र आज एकदमै तपाईहरुलाई उहाँसँग परिचय गराउन चाहन्छु र के भन्न चाहन्छु भने विशेष चाहिँ नारीहरुमा क्षमतावान छ नारीहरु तर उहाँहरु चाहिँ अब हाम्रो पहाडमा चाहिँ अब कस्तो छ भने धेरैले नारीहरूलाई चिन्दैनन् है उहाँहरूलाई चिन्दैनन् साधारण एउटा घरको गृहिणी मात्रै सम्झन्छन् होला तर उहाँहरूले चाहिँ एकदमै ठुलो ठुलो ख्यातिहरू प्राप्त गरेर आफ्नो आफ्नो मञ्चहरूमा गएर चाहिँ उहाँले एकदमै नाम कमाइसकेर आएको छ र बाहिरतिर चिन्छ तर हाम्रो के गर्नु है दिया तले अँधेरा भन्छ नि त्यस्तै हुन्छ हाम्रो नारीहरूलाई चाहिँ दार्जिलिङले आफ्नो वरपट्टि पल्लोपट्टिको मान्छेले बरु चिन्दैनन् है र उहाँहरूलाई चिन्नु र उहाँहरूलाई सम्मान जनाउनु जरुरी छ यसो भन्दै चाहिँ म मेरो पोडकास्ट सुरु गर्न लागेको रहेछ र निम्त्याउन चाहन्छु श्रीमती रोमा मनोज प्रधानज्यूलाई है र उहाँको परिचय दिँदै उहाँको एउटा भिडियो हेर्नुहोस् ल तपाईहरुले। हाम्रो जति पनि भ्युवर्सहरू छ उहाँहरूलाई रोमा सिंह प्रधानज्यूको परिचय साट्दै है र एउटा नारी सशक्तिकरणको लागि दिशामा चाहिँ उहाँले दिएको योगदानहरूको कदर गर्दै उहाँलाई आज मेरो इन्टरभ्यू है एउटा पोडकास्टमा चाहिँ उहाँलाई निम्तो दिएको थिएँ र उहाँले मेरो निम्तोलाई स्वीकार गरेर आउनुभयो है र उहाँलाई एकदमै धेरै धेरै स्वागत जनाउँछु धन्यवाद र उहाँको यसरी र उहाँको परिचय साट्दै है उहाँको बारेमा म उहाँलाई एक दुईवटा क्वेसन गर्नु लागिरहेको छु र तपाईहरुलाई कस्तो लाग्छ यसको बारेमा तपाईले कमेन्ट पनि गर्न सक्नुहुन्छ है उहाँहरूको डिटेल्स पनि तपाईलाई म सेयर गरेको हुन्छु र हाम्रो रोमा सिंह प्रधानज्यूलाई है यहाँनिर मेरो गङ्गोत्री कला सङ्गमको प्रोडक्सन हाउसमा चाहिँ उहाँलाई पोडकास्टको लागि इन्टरभ्यूको लागि बोलाएर उहाँले एकदमै मेरो निम्तोलाई स्वीकार गरेर आउनुभएकोमा एकदमै उहाँलाई धन्यवाद दिँदै र विशेष दिदीलाई म के भन्न चाहन्छु भने है अलिकति हाम्रो यस्तै छ प्रबन्ध र बस्नुमा अलिकति त ठिकै छ है राम्रो देखिरहेको छ है र अब क्याजुअली हामी बात गरौँ है दिदी र सर्वप्रथम चाहिँ तपाईँले आफ्नो नाम रोमा सिंह प्रधान भनेर चाहिँ त्यसको चाहिँ तपाईँलाई चाहिँ बताइदिनुहोस् के हो कसो भनेर एउटा तपाईँको बारेमा चाहिँ र सर्ट डिटेल्स पनि तपाईँको जीवन परिचय है तपाईँको जीवनको विभिन्न पक्षहरू तपाईँको जीवनको जस्तै तपाईँको पारिवारिक जीवन है तपाईँको मतलब व्यावसायिक अर्थात् तपाईँ के गर्नुहुन्छ त्यो सबै कुरालाई डिटेल्समा हाम्रो भ्युवर्सहरूलाई भनिदिनुहुन्छ भनेर चाहिँ म तपाईँलाई आग्रह गर्न चाहन्छु। नमस्कार है बहिनीको यो प्रश्नलाई होइन मलाई एकदमै धन्यवाद चाहन्छु तपाईँले एउटा यो मौका दिनुभयो मलाई होइन अहिलेसम्म मैले यो मौका चाहिँ पाएको थिइनँ र हजुरले दिनुभयो है त्यसको लागि एकदमै म चाहिँ तपाईँलाई आभार प्रकट गर्दैछु। अनि मेरो चाहिँ नाम चाहिँ रोमा सिंह मेरो पापा चाहिँ पन्जाबी हुनुहुन्छ मेरो मम्मी चाहिँ सुब्बा हुनुहुन्छ त्यसले गर्दा चाहिँ म चाहिँ अब सिंह टाइटल गरेको अनि मनोज प्रधान चाहिँ मेरो हस्बेन्ड हुनुहुन्छ उहाँ चाहिँ प्रधान है भेना अनि मेरो चाहिँ एउटा छोरा छ बुहारी अहिले नातिनी पनि भएको छ भर्खरै हालैमै भएको छ मेरो छोराको। अनि यो मेरो यो जीवनको मोडलिङको सुरुवात चाहिँ मोडलिङ भन्दा पनि अहिले दिदी फर्स्ट अफ अल त तपाईँले आफ्नो घरको परिचय दिनुहोस् है तपाईँको परिवारको परिचय र तपाईँले मतलब तपाईँको जीवनमा भएको तपाईँले अब यहाँ यो मोडलिङको क्षेत्रमा आउनुभन्दा अगाडि तपाईँको जीवनमा के कस्तो
जीवन थियो र कसरी चाहिँ त्यसलाई ब्रिफिङ गर्नु परिभाषा कसरी दिनुहुन्छ तपाईँले यो कुरामा अलिकति मैले चाहिँ बताइदिनुहोस् अब होला। म चाहिँ 1993मा चाहिँ मिस दार्जिलिङमा चाहिँ मैले पार्टिसिपेट लिएको, त्यसमा चाहिँ सेकेन्ड भएको थिएँ होइन। त्यहाँदेखि चाहिँ मेरो त्यसपछि चाहिँ मेरो बिहा भयो, म्यारिड होइन। अब हामीले अब छिटो बिहा गरिहाल्यो, हजुर त्यसले गर्दाखेरि चाहिँ म चाहिँ अब एउटा पारिवारिक जीवनमा चाहिँ म यसरी अब उयो भइहालेँ। त्यसले गर्दाखेरि चाहिँ मैले अब यो कुरोलाई चाहिँ मैले फेरि कन्टिन्यू गर्न सकिनँ, किन एउटा बिहे गरेपछि चाहिँ धेरैवटा प्रब्लमहरू आउँदो रहेछ है, धेरैवटा सङ्घर्ष गर्नुपर्दा चाहिँ धेरैवटा चाहिँ अब गर्नुपर्दा चाहिँ आफूले होइन। त्यसले गर्दा चाहिँ मैले मोडलिङलाई चाहिँ मैले टाइम दिन सकिनँ, मैले गर्न पनि सकिनँ। कारण मेरो सपना चाहिँ मेरो मोडलिङ, एक्टर, म चाहिँ एउटा डान्सर पनि हो, एक्टर पनि हो, मोडलिङ पनि म गर्छु सानैदेखि। मैले सानोमा पनि 2-3वटा नेपाली पिक्चरहरू खेलेकै हो। अर्को जन्ममा चाहिँ मैले डान्स गरेको थिएँ, त्यो चाहिँ अब त्यो रिलिज हुन पाएन त्यति बेला कालिम्पोङमा। त्यसपछि चाहिँ मैले 27 इयर्स बाद चाहिँ जब मेरो हस्बेन्ड अचानक बित्नुभयो, त्यो पछि चाहिँ मैले चाहिँ त्यहाँदेखि म चाहिँ एकदमै टुटिसकेको थिएँ। म अलिकति अब डिप्रेसनमा पनि थिएँ होइन। हुन त मेरो नानी थियो, मैले मेरो नानी हेर्नु पर्थ्यो, र पनि मैले चाहिँ अब के गर्नुपर्ने कसो गर्नुपर्ने अब त्यति बेला मलाई केही दिमागमा आएन होइन। त्यो पछि चाहिँ मेरो हस्बेन्ड गएको 1 वर्ष 2 महिना बाद चाहिँ मैले सोचेँ म जुन फिल्डमा थिएँ मोडलिङमा त्यही नै म गर्छु भनेर चाहिँ मैले चाहिँ डिसाइड गरेँ। अन्त 2023मा चाहिँ मैले मिसेस दार्जिलिङमा फर्स्ट पार्टिसिपेट गरेँ। अब त्यति बेला मलाई त्यत्रो 28 वर्ष बाद त्यति एक्सपिरियन्स थिएन होइन, र पनि मैले होइन म गर्छु भनेर म निस्केँ। अब त्यसमा चाहिँ मेरो ठुलो योगदान चाहिँ मेरो छोरा र मेरो बुहारीको छ। है तपाईँको अन्त विशेष है यो तपाईँको कुरालाई काट्दै है, अब तपाईँले आफ्नो जीवनमा अब जर्नीको बारेमा हामीलाई मेरो दर्शकहरूलाई तपाईँले बताइदिनु भयो, र तपाईँले यसरी बताउँदै जाँदा चाहिँ नि तपाईँको लाइफमा अब जस्तै एउटा म्यारिड वुमनको लाइफ है, तपाईँलाई कस्तो लाग्यो, कस्तो चाहिँ जीवन चाहिँ तपाईँले जियो क्या बिहा गरेपछि चाहिँ, त्यो पनि अलिकति राखिदिनुहोस् न, जसमा कि यो तपाईँको क्वेसनको मैले भनेको क्वेसनको तपाईँको आन्सरले चाहिँ धेरै यस्तो नारीहरूलाई पनि उहाँहरूको जीवनमा पनि एउटा प्रेरणा बन्न सक्छ भनेर चाहिँ भन्न चाहन्छु म। हजुर, अब त्यति बेला चाहिँ के थियो भन्दाखेरि चाहिँ हामी अब सानोमै बिहा गरेको थियौँ, त्यसले गर्दा चाहिँ अब राम्रो कामदाम थिएन होइन। हजुर र पनि हामीले काम गरेर, मेरो हस्बेन्ड चाहिँ बिजनेसम्यान हुनुहुन्छ, म पनि बिजनेसै गर्थेँ। र पनि अब हामीले त्यहाँदेखि 2 वर्ष बाद चाहिँ नानी भएपछि चाहिँ अब नानीलाई पढाउनु पऱ्यो होइन, आफ्नो घर संसार चलाउनु पऱ्यो। अब के गर्नुपर्ने, हामीले फर्स्ट अफ अल चाहिँ आफ्नो नानीलाई पहिला आफ्नो जिम्मेवारी चाहिँ हामीले पहिला घरलाई हेर्नु पऱ्यो, हामीले नानी हेर्नु पऱ्यो। त्यसपछि त्यहाँदेखि मात्रै त हामीले आफ्नो सपनालाई पुरा गर्न सक्छौँ। अब त्यति बेला चाहिँ धेरै सङ्घर्ष गर्नु पऱ्यो, किन हामी त्यति पढालेखा थिएनौँ पनि होइन। क्लास 12सम्म मैले गभर्मेन्ट कलेजमै पढेको होइन। त्यहाँदेखि चाहिँ मैले बिजनेस गर्थेँ, त्यो बिजनेस गर्दा 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 27 इयर्स चाहिँ कसरी बित्यो है, त्यो चाहिँ अब जब मेरो हस्बेन्ड बित्नु भयो त्यति बेला मात्रै म झसङ्ग भएँ क्या, यत्रो वर्ष भएको रहेछ हाम्रो बिहा भएको भनेर। तर यो समयमा चाहिँ मैले यति स्ट्रगल गरेँ, मैले म भन्दिनँ, म भन्न चाहदिनँ पनि, तर यति कष्ट भोग्नु पर्यो संसारमा मैले होइन। यो जग्गामा मैले यो आएर मान्छेले धेरै ताना दिनुहुन्थ्यो, कामदाम छैन भनेर। अब धेरैले मान्छेले कस्तो कस्तो गर्यो होइन, समाजले पनि गर्यो होइन। अब पैसा तिर्नु नसक्दा पनि कतिवटा अब त्यस्तै गर्यो, म भन्दिनँ मान्छे होइन, सबैको एउटै दिन हुँदैन होइन। धेरै मलाई समाजबाट पनि अब उयो गर्यो, माने उनीहरूले मन पराएन होइन। त्यसले गर्दाखेरि चाहिँ मैले एउटा चाहिँ मनमा चाहिँ के चिताएको थिएँ कि म चाहिँ कुछ भएर देखाउँछु, म गर्छु भनेर चाहिँ मैले चाहिँ एउटा मनमा डिटर्मिन लिएको थिएँ। हुन त म एउटा औरत हो, म एउटा एनिमल लभर्स पनि हो, म सोसियल वर्कर पनि हो होइन। मलाई दार्जिलिङमा 100मा 100% मान्छेले मलाई चिन्छ। त हजुरहरूले सोध्यो पनि हुन्छ कि रोमा विष्णु चाहिँ को हो भनेपछि चाहिँ नचिन्ने चाहिँ मलाई कोही पनि छैन। मलाई धेरैले माया गर्नुहुन्छ, धेरैले मलाई उयो गर्नुहुन्छ। अब त्यसमा कतिले मन पराउनुहुन्छ हुँदैन होइन, त्यो मलाई त्यो केही पनि मलाई छैन। उहाँहरूले मन परायो भने पनि ठिकै छ, मन पराएन भने पनि ठिकै छ, त्यस्तो मलाई केही छैन। तर जसले मलाई पनि अब मन पराउँदैन र पनि उहाँहरूलाई पढ्दा म कुद्दै जान्छु, उनीहरूलाई म सपोर्ट गर्छु। मलाई मन पराउनु पर्ने छैन, किन म आफू राम्रो भएपछि मलाई त्यही नै हो। म राम्रो भएर मैले एउटा मानव सेवा गर्नुपर्छ, एउटा मान्छेलाई सपोर्ट गर्नुपर्छ, एउटा दुःख हुनेलाई हेर्नुपर्छ होइन। त्यति नै मेरो चाहिँ एउटा सेवा। उहाँहरूले हजुर उहाँहरूले मन पराओस् होइन, मलाई त्यो केही छैन। म मेरो कर्म र म धर्ममा चाहिँ म सधैँ नै हिँडिरहेको हुन्छु। अब मेरो 18वटा कुकुर थियो होइन, अहिले मेरो 10वटा छ। तपाईँ एनिमल लभर पनि भएको, यो कुरो चाहिँ तपाईँले एकदमै राम्रो लाग्यो। मेरो चाहिँ एनिमल लभर हो।
यो चाहिँ मेरो एनजिओ हर्सिङमा हुनुहुन्छ मेरो भाइहरू, त्यहाँबाट इन्जेक्सन लाउनु आउनुहुन्छ, वर्षमा एकपल्ट चाहिँ मेरोमा आउनुहुन्छ। उहाँहरू सबले गर्छ बाटोमा। हुन त आफूले गरेको यो गरेको नभन्नु भन्छ, तर अब यहाँ मलाई भन्न करै लाग्यो हजुर होइन। होइन, यो कुरो तपाईँले आज यहाँनिर अब हजुर पोडकास्टको माध्यमबाट भन्नुभएको चाहिँ किनभने कतिजनाले हाम्रो नारी होस् या पुरुष या मानवको एउटा प्रवृत्ति हुन्छ कि कतिजनाले नि एनिमलहरूलाई हिर्काउँदै गरेको, कुट्दै गरेको, खेद्दै गरेकोहरू पनि हामीले देखेको छु है। र त्यस्तो चाहिँ गर्नु हुँदैन, यो चाहिँ एउटा ठुलो पाप हो र आफ्नो कर्म नै सुधार्नुपर्छ है विशेष चाहिँ। र तपाईँले जुन चाहिँ आफूले एउटा राम्रो कर्म गर्नुभएको छ नि त्यही नै पाइन्छ होइन दिदी। र यो तपाईँकोबाट चाहिँ सिक हो कि जसमा कि तपाईँ एउटा एनिमल लभर, अब तपाईँले यो मोडलिङको क्षेत्रमा मात्रै पनि नगएर तपाईँको थुप्रै योगदान छ, सोसियल पनि हुनुहुन्छ एउटा होइन, सामाजिक कार्यकर्ता पनि हजुर भएर बस्नुभएको छ। र यो कुरो चाहिँ हाम्रो जति पनि भ्युवर्सहरू छ उहाँहरूको लागि पनि प्रेरणा हो, पुरुष होस् या स्त्री होस् है। र एउटा घरको गृहिणी भएर पनि यसरी गर्नु सकिँदछ, चाह्यो भने मान्छेले जे पनि हजुर, गर्नु चाह्यो भने सकिँदछ हजुर, भन्ने त्यो कुरो चाहिँ चाहिँ गर्न तपाईँले सक्छ, बताइदिनु भयो। एकदमै हजुर। राम्रो लाग्यो तपाईँको यो कुराहरू सुनेर मलाई है, धेरै इन्सपायर भएँ म पनि है। र यो विषयमा अगाडि बढ्दै है तपाईँको अब जस्तै अब तपाईँको श्रीमान बितेपछि तपाईँले अब फेरि पनि स्ट्रगलै गर्नु पर्यो है। जीवनलाई हेर्ने नजर मान्छेको अलगै थियो र तपाईँ एउटा आज एउटा विडो हुनुहुन्छ होइन। विडो भएर पनि तपाईँले त्यो विडोको जीवनमा चाहिँ अब तपाईँले कसरी चाहिँ अब मतलब हाम्रो समाज यस्तो छ नि त, यो चाहिँ एउटा नारी चाहिँ विडो भएपछि चाहिँ समाजको कतिजनाको हेर्ने नजरहरू नराम्रो हुन्छ है, पुरुषहरूको या कुनै पनि समाजको कुनै पनि मान्छेको नजर, गाउँ समाजको नजर कतिजनाको राम्रो हुँदैन। र त्यो सबैमा पनि तपाईँले कसरी स्ट्रगल गर्नुभयो यो पनि तपाईँले बताइदिनुहोस् न। अब यो म जुन चाहिँ ब्युटी पेजेन्टमा म जाँदाखेरि चाहिँ अब धेरैले नै एज अरे हो, बुढा मरेको, रातो लुगा लगायो होइन, अब त्यसरी भन्नुहुन्थ्यो। म हजुर चाहिँ सानैदेखि कस्तो थिएँ कि मेरो आफ्नो विश्वासमा, आफ्नो डिटर्मिनमा हिँड्ने, आफूले डिसाइड गर्ने, म आफैले डिसिसन लिने खालको म केटी हो होइन। त्यसले गर्दाखेरि मैले चाहिँ त्यो मैले कसैको कुरा सुनिनँ, किन मलाई अघि बढ्नु थियो। मैले मेरो हस्बेन्डको सर उच्चा राख्नु थियो। मेरो आमा माता पिता, मेरो बाउ चाहिँ हुनुहुन्छ मदन सिंह राखीवाला, जो चाहिँ दार्जिलिङमा चाहिँ सबै चिन्नुहुन्छ। मदन सिंह राखीवाला भन्ने पन्जाबी होइन। मेरो बाबाले चाहिँ पहिला डट पेन बेच्नुहुन्थ्यो, बिच गल्लीमा तपाईँको राखीहरू पनि बेच्नुहुन्थ्यो। मेरो आमा चाहिँ शिला देवी सिंह हो, मेरो माता चाहिँ सुब्बा हो। त्यही कारण उहाँ पनि मेरो आमालाई पनि सबले चिन्नुहुन्छ होइन। मैले मेरो माता पिताको सर उच्चा गर्न थियो होइन, मैले मेरो फ्यामिलीको सर उच्चा गर्न थियो। मैले मेरो दार्जिलिङ पहाडकी रानी मेरो दार्जिलिङलाई पनि मेरो सर उच्चा गर्न थियो। किन यहाँ ब्युटी पेजेन्ट जान्थ्यो होइन, गयो आयो हरायो, त्यो कसैले केही थाहै पाउँदैन थियो होइन। हाम्रो दार्जिलिङमा पनि यति ट्यालेन्टेड छ, मभन्दा अगाडि पनि धेरैले जितेको छ। दार्जिलिङमा फर्स्ट गर्ने मिस दार्जिलिङ गर्ने चाहिँ फर्स्ट मै थिएँ केटी होइन। त्यो बात पुरै आयो। अब त्यो पछि त अब बिहा गरेपछि कतिवटा कुरा मैले थाहा पनि भएन होइन, कति आयो कति गयो। तर म चाहिँ त्यही भन्छु, आफूले चाहेर निस्केर म केही एचिभ गर्छु, म चाहन्छु, म योलाई चाहिँ पाउँछु भनेपछि नपाउने कुरो चाहिँ केही पनि छैन मेरो नजरमा चाहिँ। हजुर, र तपाईँले जुन यो कुरा राख्नुभयो नि एउटा नारीहरूमा प्रेरणा पनि भयो है। कारण हाम्रो समाजमा हेर्ने नजर यस्तै छ नि त है। अब एउटा विवाहित भएर एउटा प्रतिको मृत्युपछि चाहिँ मान्छेहरूले कस्तो कतिपय भावनाहरू अझै पनि हुनु त अब 21औँ शताब्दीमा हामी लागिसक्दा पनि मान्छेको विचारहरू नै अब तुच्छ नै छ है। हाम्रो त्यस्तो खालको सोच र विचारले मान्छेहरूले हेर्ने गर्छन् नारीहरूलाई। र तपाईँले जुन चाहिँ एउटा मिसाल बनिदिनु भयो, एउटा इक्जाम्पल बनिदिनु भयो, र जसमा कि तपाईँ अगाडि आउनुभयो है। र यो तपाईँ यो क्षेत्रमा आउँदा चाहिँ तपाईँलाई अब मतलब पहिला त तपाईँ एउटा मिस हुँदा, तपाईँ अनम्यारिड हुँदा तपाईँ मिस दार्जिलिङमा आउनुभएको थियो। त्यसपछि त्यत्रो लामो 27 वर्षको जर्नी पछि तपाईँ फेरि मिसेस दार्जिलिङमा आउनुभयो। त्यति बेला यो तपाईँलाई अगाडि ल्याउनुको लागि चाहिँ तपाईँको मनभित्रैबाट गर्छु भनेर आयो कि या परिवारले गर भन्ने कि या कस्तो कस्तो प्रकारले चाहिँ आयो त्यो पनि अलिकति बताइदिनुहोस् न। किनकि मैले चाहिँ सानैदेखि मैले चाहिँ अब पिक्चरहरूतिर पनि खेलेको होइन। मलाई चाहिँ मेरो सपना थियो, मेरो हस्बेन्डलाई मैले कुरा गरिरहन्थेँ, मलाई चाहिँ गाउनु मनपर्छ होइन, एक्टिङ मनपर्छ, धेरैवटा कुरा गर्थेँ। उहाँले मलाई पुरा सपोर्ट गर्नुहुन्थ्यो। मेरो हस्बेन्ड चाहिँ एकदमै राम्रो थियो, एकदमै राम्रो थियो मेरो हस्बेन्ड, मलाई पुरा सपोर्ट गर्नुहुन्थ्यो। तर यस्तो छ नि त, फाइनेन्सियली मान्छेलाई धेरै प्रब्लम होइन। जस्तो गाउँमा मैले अलिकति पैसा नदिँदा मलाई समाजले चिठी पठायो, तपाईँले पैसा तिर्नु सक्दैन भनेर। अब म त्यो कुरा गर्न चाहदिनँ, तपाईँलाई एउटा मैले हिन्ट्स दिएको होइन। त्यति बेला अब त्यस्तो दुःख पर्दा पनि अहिले हाम्रो धेरै समाजहरूले चाहिँ कोअपरेट गर्न सक्दैन क्या। म चाहिँ किन म सिधै भन्छु,
मान्छेकोमा त्यो पैसा छ छैन त्यो रिस राखेर चाहिँ समाज पनि कहिले उन्नति गर्दैन होइन। एउटा समाज चाहिँ यो समाज हो कि जसको छैन उनीहरूलाई चाहिँ उनीहरूले सपोर्ट गर्नु पर्यो, कोअपरेट गर्नु पर्यो होइन। सबैकोमा पैसा रुपियाँ हुँदैन नि त। अब त्यो जुन समय थियो मेरो अवस्था राम्रो थिएन, मैले मेरो नानीलाई 5 वर्षमा स्कुल हालेको, 5 इयर्समा। किन हस्बेन्डको पनि कमायो ल्यायो खायो त्यस्तो थियो नि त हाम्रो जीवन होइन। त्यस्तो प्रकारले हामीले चलाउँथ्यौँ। मैले मेरो समाज भनौँ गाउँघर धेरैबाट नि मैले धेरै कुरो मैले ठोकर पाएको छु कि त्यसले गर्दाखेरि चाहिँ मलाई स्ट्रङ हुनु त्यति बेला नै मेरो हस्बेन्ड खस्नु अगाडि मलाई करै लाग्यो क्या। अनि मैले के सोचेँ अब मेरो हस्बेन्ड बित्नेपछि चाहिँ होइन मेरो जीवन अब म यताउति भट्केर हुँदैन, मैले मेरो जुन अधुरो सपना छ है त्यसलाई चाहिँ मैले पुरा गर्न पर्छ। अब यसमा चाहिँ के छ मेरो हस्बेन्डको पनि इज्जत बढ्छ जो यस दुनियाँमा छैन होइन। मेरो मातापिताको पनि इज्जत बढ्छ, मेरो फ्यामिलीको इज्जत बढ्छ। किन मोडलिङ चाहिँ यस्तो कुरो हो कि नराम्रो कुरो होइन यो चाहिँ हामीले ट्रान्सफर्मेसन भन्छ नि। जस्तै आफूलाई चेन्ज गर्नु, कस्तो प्रकारले बस्नु, कस्तो प्रकारले हिँड्नु, मान्छेलाई कस्तो प्रकारले हामीले आफूले सिकेको कुरोलाई ज्ञान दिनु होइन। मैले अब आज जस्तो नर्थ इस्ट इन्डियामा मैले विनर भएर आएँ म होइन। अरू म यो साइन फ्युचर एकाडेमीबाट पनि मैले सेकेन्ड रनर अपको जितेको। अब मैले 3टा पिक्चर कास्टहरू गरेँ मैले त्यसमा पनि। र पनि म अहिले बजारमा मलाई भेट्दा तपाईँ त्यस्तो मोडल भन्छ, कस्तो कस्तो हिँडेको भन्छ। किन हिँड्नु पर्यो नि होइन, मेरो आफ्नो जग्गा हो। म जसरी आफ्नै जे लगाएर हिँडे पनि हुन्छ, मान्छेले भन्छ होइन म भयङ्कर मोडल भनेर म हिँड्दिनँ। किन मलाई त्यो मन पर्दैन। म अब त्यो अब जस्तो आज उहाँले बोलाउनु भयो म चिटिक्क भएर आएँ। सधैँ हामी यसो चिटिक्क भएर हिँड्न सक्दैनौँ। किन मोडलिङ त एउटा एजसम्म मात्रै हो नि त। पछि त मैले कमाउनु त मैले मेरो बजारमै सामान बेच्नु पर्यो नि त मैले होइन। बजारमै बेच्नु पर्यो, त्यही बजारमा हिँड्नु पर्यो हामी। जस्तै म अब अहिले गोर्खा हाट भन्छ होइन, मैले बुहारीको लागि खोलेको छु। अब ऊ हुँदैन मलाई सोधे हुन्छ गोर्खा हाटमा मलाई सबले चिन्नुहुन्छ। म खै बोलाउँदै बेच्छु। त्यो बिजनेस आफ्नो जग्गा छ, मोडलिङ आफ्नो जग्गा छ, सबैको आफ्नो एउटा सोसियल वर्क भन्छ होइन। म भयङ्कर सोसियल वर्क म भन्दिनँ, तर जसले मलाई गरेको देखेको छ उहाँहरूले मलाई एप्रिसिएट गर्छ। म त्यसको लागि मलाई जसले गर्छ उहाँलाई धन्यवाद दिन चाहन्छु। आज म कस्तो के छु नि, म एउटा खुला किताबको तरह छु होइन। सबले मलाई चिन्छ। त्यो मेरो बन्द किताब होइन, खुल्ला हो। सबले रोमा कस्तो के हो कसो हो उहाँहरूलाई पनि भन्नु पर्दैन। मेरो जो हुन्छ फेसबुकमा होइन हजुरको हुन्छ जसले पनि चिन्छ उहाँहरूले म कस्तो उहाँहरूले सबले मलाई चिन्नुहुन्छ। म अब रफ भएर हिँड्छु होइन बाटोमा। अब म धेरै मोडलहरू हिँड्छु होइन, उहाँहरू कस्तो भएर हिँड्छ, उहाँहरू कस्तो हिँड्छ, तपाईँ चाहिँ के हो रमा दिदी भने धेरैले मलाई प्रश्न गर्छ। म भन्छु मेरो जग्गामा म जस्तै हिँडेँ भने पनि मलाई केही फरक पर्दैन है। एकदमै राम्रो तपाईँले आन्सर दिनुभयो है। यति राम्रोसँगले तपाईँले ब्रिफिङ गरिदिनु भयो है, वर्णन गरिदिनु भयो। किनभने मान्छे त सामाजिक प्राणी हो नि त है। जस्तो समाज छ त्यो अनुसार अब बस्नै पर्यो होइन। र तपाईँको एउटा मोडलिङ क्षेत्र आफ्नै छ र तपाईँ एउटा बिजनेस पर्सन पनि हुनुहुन्छ है। तपाईँ जब पनि गर्नुहुन्छ नि दिदी? हजुर म उयसमा गर्छु, पेभेन्टमै गर्छु ए है, पेभेन्टमा गर्नुहुन्छ जब पनि। पनि। उहाँले अब सबै क्षेत्रलाई नै काम अब आफ्नो नौकरीलाई पनि हेरिरहेको छ, बिजनेस पनि हेरिरहेको छ, उहाँले घर परिवार अहिले पनि हेरिरहनु भएको छ है। र त्यसबाहेक पनि आफूलाई तपाईँले ग्रुमिङ गर्नुभएको छ, तपाईँले आफूलाई अप टु डेट राख्नुभएको छ है। र यसको पनि सराहना हामीले गर्नुपर्छ। जसमा कि तपाईँ एउटा इक्जाम्पल भएर चाहिँ हाम्रो नेपाली समाजमा आउनुभएको छ है, मलाई यस्तो लाग्छ। र यो सबैले जान्नु जरुरी छ, कसरी चाहिँ बस्नुपर्ने छ मान्छे समाजमा, कसरी बस्नुपर्ने छ, कसरी तपाईँहरूले एनिमल लभर हुन सक्नुहुन्छ। यहाँ दिदीले एकदमै राम्रो कुरोहरू हामी समक्षमा राखिदिनु भयो। र तपाईँले जस्तै मिसेस दार्जिलिङमा आउनुभयो है, त्यसपछि तपाईँको जर्नी मिसेस इस्ट इन्डियामा थियो होइन दिदी? त्यहाँदेखिको तपाईँको अर्को कता सिक्किम साइन फ्युचर एकाडेमी। हजुर, साइन फ्युचर सेकेन्ड राउन्डर अप। कुन ठाउँ हो त्यो चाहिँ? यो चाहिँ तपाईँको यो के भन्छ एउटा शक्तिगढ भन्नेमा चाहिँ भएको थियो हाम्रो। ए हजुर, त्योमा आउनुभयो। त्यसपछि अहिले कतिवटा चाहिँ तपाईँले सुन्दरी प्रतियोगिता मोडलेसन भन्नेमा पनि तपाईँको प्रोफेसनल मोडल गरेको थिएँ, त्यहाँ बेस्ट भएको अरे मैले त्यहाँ पनि। हजुर, त्यहाँ लास्टमा चाहिँ अहिले फिलहाल अब तपाईँले विनिङ गर्नुभएको चाहिँ कुन चाहिँ हो? मैले चाहिँ अब त्यहाँ बेङ्गाल इन्डियामा पनि गरेँ मैले, त्यहाँ पनि सबटाइटल्स। म चाहिँ अब लामो भन्दिनँ है, उयो हुन्छ मैले चाहिँ 10वटा चाहिँ सबटाइटल्स पाइसकेको छु।
मैले बेस्ट मोडल, रनवे मोडल, हो त्यो कुरा। प्रोफेसनल मोडल, रनवे मोडल है मैले मिथ्या 2 मा पनि खेलेको छु, कास्ट गरेको छु। त्यसमा मैले प्रोफेसरको रोल गरेको छु। हिजो अस्ति कम्पास भन्ने एउटा सिरियल भयो, त्यसमा पनि मैले प्रोफेसरकै रोल गरेको छु। हजुर त्यहाँदेखि लास्टको एउटा ज्वार भाट भन्ने एउटा बेङ्गली पिक्चर बनिँदैछ, त्यो चाहिँ रिलिज भएको छैन। हजुर त्यसमा पनि मैले प्रोफेसरकै रोल गरेको छु। मैले चाहिँ अहिले 3टा फिल्म चाहिँ कास्ट गरिसकेँ, सिरियल र फिल्म। मोडलिङ बाहेक पनि है। हजुर हजुर। र एकदमै यति राम्रो कुरोहरू इन्सपिरेसन हुने, घरमा एउटा गृहिणी मात्रै भएर नबसेर सबै कुरो उहाँले भ्याउनु भएको, यो कुरोलाई त हामीले सराहना एकदमै गर्नुपर्छ। र विशेष चाहिँ हाम्रो नेपाली समाजले र हाम्रो र एउटा कुरो मलाई सोध्नु मन थियो तपाईँलाई दिदी, हजुर भन्नु। त्यो चाहिँ के भने विशेष चाहिँ अब दार्जिलिङमा पनि यस्तो सुन्दरी प्रतियोगिताहरू हामीले ब्युटी प्याजेन्ट है भएको देख्नु पायो। लास्ट इयर बिफोर लास्ट इयरदेखिकै एकदमै कन्टिन्यू नै छ। विभिन्न संस्थाहरूले गर्नु थालेको छन्, ग्रुपहरूले गर्नु थालेको छन्। यसमा तपाईँलाई चाहिँ अस्ति देखिएन, म कतिवटा ठाउँमा चाहिँ तपाईँलाई देखिनँ है। हजुर। र मलाई पनि निम्तो थियो, तर म पनि कतिपय कारणवश जानु सकिनँ। र तपाईँलाई पनि मैले त्यहाँ देख्नु पाइनँ फेसबुकहरूको माध्यमबाट हेर्दा र सुन्दा चाहिँ तपाईँ आउनु भएन, यहाँ बोलाइएन भन्ने सुन्ने थियो। यो चाहिँ अलिकति मलाई बताइदिनुहोस् न, के भयो, कसो भयो, कसो? होइन, मलाई चाहिँ यस्तो लाग्छ है, अब त्यो बोलाउनु नबोलाउनु त उहाँहरूले गरेको इच्छा हो क्या। हजुर हजुर अब हामीलाई चाहिँ कस्तो लाग्छ कि अब हामीले एउटा रनवे मोडल होइन, एउटा प्रोफेसनल मोडल भएर चाहिँ हामीले चाहिँ हाम्रो कला चाहिँ देखाउनु चाहिँ एउटा मौका चाहिँ खास पाउनु पर्थ्यो पाउनुपर्ने। जस्तो मलाई लाग्छ। हजुर अब इन्भिटेसन त हामीलाई जसले पनि गरिरहेको हुन्छौँ नि त। हजुर तर अब जस्तो हाम्रो दार्जिलिङ, तर अस्ति जस्तै फेस अफ दार्जिलिङ गरेँ होइन, गर्यो त्यो बहिनीले, मेरो सकुन बहिनी सिओले। अब उहाँले मलाई त्यहाँ सो स्टपरको दिनुभयो होइन। अब त्यति बेला मेरो धेरैले प्रशंसा गर्नुभयो, कसैले माछा जस्तो भन्यो, कसैले त्यो होइन धेरैवटा प्रशंसा दिनुभयो। सबले एकदमै दामी दामी भयो। अब हामीलाई चाहिँ कस्तो लाग्छ कि हामीले सिकेर आएको कुरा चाहिँ हामीले चाहिँ अब हाम्रो दार्जिलिङमा थाहा छैन नि त म चाहिँ मोडल हो भनेर। हजुर प्रायलाई मान्छे थाहा छैन, किन म थाहा छैन, त्यस्तो अघि गरेँ भने नि मैले हिन्दीमा पनि, म तपाईँलाई। पनि हिन्दीमा पनि होइन। म त्यस्तो मोडल मैले यतिवटा 10वटा जितेको म कसैलाई भन्दिनँ, म त्यो गर्दिनँ। किन मैले एउटा स्ट्रगल गरेर, मैले एउटा सङ्घर्ष गरेर मैले कस्तो प्रकारले जितेँ है। खाइ नखाइ त्यो पेजेन्ट भन्ने ब्युटी पेजेन्ट सजिलो छैन नि त। आज थपक्कै जितेर मैले फर्स्टमा गएर मैले जितेर त्यो क्राउन ल्याएँ नि, त्यो मलाई मजा लाग्दैन क्या। जो चाहिँ तपाईँले हारेर जित्छ नि, त्यो चाहिँ बेस्ट हुन्छ क्या। मैले चाहिँ त्यसरी जितेर मैले सङ्घर्ष गरेर होइन कस्तो प्रकारले जितेको त्यो त मलाई थाहा छ नि त। मैले कति स्ट्रगल गरेँ होइन, त्यो मलाई थाहा छ। तर मान्छेले सोच्छ मैले सजिलो जितेँ क्या। तर ब्युटी पेजेन्ट चाहिँ यस्तो चिज हो कि सजिलो चाहिँ होइन। अब कसैको लक राम्रो होइन, उहाँले अब फर्स्टमै जित्यो होइन। तर मैले यति दुःख गरेर होइन आज मैले आसामबाट पनि एउटा जितेर होइन। अन्त होइन, यहाँ तपाईँ दार्जिलिङमा प्रेजेन्ट नभएकोमा चाहिँ तपाईँलाई निम्तो भएन कि के हो? हजुर हजुर, इन्भिटेसन चाहिँ अब पठाएको थियो। अब त्यो म चाहिँ अब त्यस्तै कारणवश चाहिँ म जानु लिनु सकिनँ। सकिनँ है। र अब म चाहिँ के भन्न चाहन्छु भने जति पनि अब हाम्रो जति पनि यहाँनिर दार्जिलिङको है सबैजनाले, जतिजनाले पनि ब्युटी प्याजेन्टहरू गर्छन् है, यस्तो सुन्दरी प्रतियोगिता गर्छन्, फ्यासन सो गर्छन्, मोडलिङको कुनै पनि एउटा इभेन्टहरू मतलब अर्गनाइज गर्छन् है। र म के भन्न चाहन्छु भने सर्वप्रथम चाहिँ दार्जिलिङकोहरूलाई मौका दिनु जरुरी छ है। किनकि अब म एउटा जस्तै मैले एउटा अब प्रोग्राम गर्दैछु है। अब यो तपाईँहरूले जुन चाहिँ पोडकास्ट गरिसकेपछि तपाईँ जतिजनाले पनि इन्टरभ्यू दिनुहुन्छ उहाँहरूलाई लिएर सम्मानको कार्यक्रम गर्दैछु। यसमा म दार्जिलिङको मान्छेलाई पहिला सम्मान गर्छु नि त, दार्जिलिङको हाम्रो वरिपरिको दिदीबहिनीलाई नै गर्छु नि त, नारीहरूलाई सम्मान गर्छु नि त। जसमा कि म पर गएर टाढोको त खोज्नु सक्छु म है, तर फेसबुक माध्यमबाट पनि कतिजना टाढो पाउँछु। तर हामीले पहिला आफ्नो नजिकको आफ्नो आँगन पहिला सफा गर्नु पऱ्यो नि त, आफ्नो आँगनलाई बनाउनु पऱ्यो नि त। कहीँ मिलेको छैन भने त्यहाँ बनाउनु पऱ्यो है, सिकाउनु पऱ्यो, जाने कुरो अरूलाई जानकारी दिनु पऱ्यो, त्यो भन्न चाहन्छु कि। र जसमा कि अब टाढोबाट मान्छेहरू बोलाउनु भन्दा चाहिँ उहाँले पहिला चाहिँ आफ्नो ठाउँलाई चाहिँ गर्नु जरुरी छ है। यो चाहिँ मलाई चाहिँ यो चाहिँ अब भनेको कारण चाहिँ के छ भने यो चाहिँ गर्नु जरुरी नै छ। कारण हामीले टाढोतिरको मान्छेलाई चाहिँ छेउको भूतै काम लाग्छ नि त, र टाढोको देउता भन्दा। र छेउछेउमा काम लाग्ने हामी एकअर्काको दिदीबहिनीलाई पहिला सपोर्ट गर्नु पऱ्यो नि त हामीले। टाढोतिरकोलाई बोलाएर त भोलि दिनमा तपाईँहरूलाई परेको बेलामा त या कोही पनि केही पर्यो, या कोही पनि केही अचानक केही पर्यो भने त तपाईँको छेउको मान्छे आउँछ नि त। त्यसले गर्दा चाहिँ तपाईँहरूले पहिला चाहिँ छेउछाउकोलाई मौका दिनुहोस्। र म चाहिँ एकदमै मौका दिनेवाला छु है। र मेरो जति पनि प्रोग्रामहरू हुन्छ यहाँकोलाई अहिले मैले म्युजिक भिडियोहरू गर्छु, मतलब एक एकवटा सर्ट फिल्महरू गर्दैछु। त्यसमा पनि दार्जिलिङकोहरूलाई मेल होस् या फिमेल होस् पहिला फर्स्टमा उहाँहरूलाई नै मौका दिने गर्छु है। कारण त्यो दिँदा चाहिँ के हुन्छ भने उहाँहरूसँग एउटा मेरो बन्ड पनि राम्रो हुन्छ है। र उहाँहरूले मलाई सुविस्ता पनि उहाँहरूलाई बोलाएर
ल्याएर चलाउनु कामहरू गराउनु पनि सुविस्ता है। र धेर थोर घरकै कामहरू पनि हाम्रो त अब कुनै फाइनेन्सियली त्यस्तो सपोर्ट हुँदैन र छेउमा छ भने त उहाँहरूले सपोर्ट पनि गर्छ नि त, कतिवटा फाइनेन्सियली गर्छ, फिजिकली गर्छ होइन। र म त्यही नै भन्न चाहन्छु कि नजिकको मान्छेलाई नै पहिला तपाईँले चान्स दिनुहोस् र त्यसपछि टाढोको नबोलाउनुहोस् भन्ने त होइन। टाढोको पनि एउटा कुछ गरिसकेको छ भने बोलाउनुहोस् है, त्यो अलग कुरो हो। तर पनि छेउकोहरूलाई चाहिँ नजरअन्दाज चाहिँ नगर्नुहोस् है, त्यही भन्न चाहन्छु। नजरअन्दाज नगर्नु दिनुहोस् है। र म चाहिँ मेरो पोडकास्टतिर होस् या मेरो प्रोग्रामतिर चाहिँ र मेरो पनि जे पनि म गर्छु त्यसमा चाहिँ छेउछाउकोलाई पहिला टाइम दिन्छु र उहाँहरूले गरिसकेन या गर्नु मानेन भने चाहिँ मैले टाढोतिरको बोलाउनु पऱ्यो है। मेरो चाहिँ यस्तो छ सोच है, मेरो सिद्धान्त, मेरो प्रिन्सिपलै यस्तो छ। र यो भन्दै अब यसबाहेक पनि अब तपाईँले जतिवटा ब्युटी पेजेन्टहरू जित्नुभयो है र कस्तो चाहिँ अब तपाईँले एउटा ठुलो अब सब टाइटल बाहेक तपाईँले जुन चाहिँ विनरको एउटा टाइटल पाउनुभयो नि, त्यो कहाँ पाउनुभयो र त्यो पाउँदा चाहिँ तपाईँलाई कस्तो चाहिँ फिल भयो, त्यो स्टेजमा चाहिँ तपाईँले कस्तो फिल गर्नुभयो, त्यो पनि अलिकति हाम्रो दर्शकलाई भनिदिनुहोस्। यो चाहिँ मेरो एउटा सपना थियो कि मैले चाहिँ 1 वर्षभित्रमा चाहिँ म चाहिँ जित्छु भनेर चाहिँ म फिल्डमा निस्केको थिएँ। तर म 2023देखि चाहिँ म चाहिँ एकदमै गएको मैले चाहिँ एउटा रेस्ट गरिनँ। हामीलाई थाहा छ त्यो कुरा। हजुर, यो चाहिँ मैले तपाईँको 2024 24मा चाहिँ मेरो जुन चाहिँ अक्टोबरमा चाहिँ 19 तारिक चाहिँ मेरो आसाममा गुवाहाटीमा चाहिँ जुन प्रोग्राम थियो त्यसमा चाहिँ मैले अक्टोबरमा चाहिँ मैले विन गरेको। स्पार्क नर्थ इस्ट इन्डियाबाट चाहिँ मैले चाहिँ विनर भएको। म चाहिँ अब त्यति बेला चाहिँ मलाई चाहिँ यति म नि यति डरलाग्दो रुएँ स्टेजमा, त्यहाँको जजहरू पनि रुनु भएको। अब मेरो क्वेसन एन्सर पनि त्यस्तै पाएको थियो होइन। त्यो क्वेसन एन्सरमा चाहिँ मैले त्यो भन्दा किन मेरो लाइफसँग चाहिँ एकदमै रिलेटेड होइन, त्यसले गर्दाखेरि मैले त्यो भन्दा म यति डरलाग्दो अब म भावुक भएँ कि त्यहाँको डल्लै आसामको त्यो अडियन्सदेखि लिएर जजहरू सबै रुनु भयो होइन। त्यो चाहिँ मैले आफ्नो अब एउटा राम्रो मैले त्यो गरेर त मैले जितेँ, मैले त्यसै चाहिँ जितेको होइन। अब त्यसमा धेरैले मान्छेले अब उयो गर्यो, अब म हुन्थेँ म गर्थेँ भन्ने अब जस्तो भयो उहाँहरूको विचारमा। मैले पछिबाट सुनेँ, मलाई उहाँहरूलाई भन्नु मलाई केही छैन होइन। तर मलाई चाहिँ थाहा थिएन म चाहिँ यसरी जित्छु भनेर, किन मेरो त्यति बेला लुगाफाटा पनि राम्रो थिएन। सिधै कुरो मेरो त्यो फोटो म तपाईँलाई हालेर देखाइ पनि दिन्छु। म एकदमै सिम्पल भएर मैले चाहिँ अब यो चाहिँ प्रेजेन्ट चाहिँ गरेँ। तपाईँले एकदमै अब जुन चाहिँ तपाईँले अनुभव दिनुभयो नि, हाम्रो कतिजना यो मोडलिङको क्षेत्रमा आउनेहरूलाई नयाँ अपकमिङ अब कतिजना आउनु चाहनुहुन्छ है, उहाँहरूलाई पनि एउटा सिक हो है। सिम्प्लिसिटीले पनि जित्नु सक्छ, किन मोडल भयो भने हाई फाई हुनुपर्छ भन्ने पनि म पनि राख्दिनँ यो कुरा चाहिँ है। तपाईँको बात काटेको जस्तो हुन्छ है। यसमा चाहिँ लुगा दामी हुनुपर्छ भन्ने पनि छैन। तपाईँको कन्फिडेन्स, हजुर, पर्सनालिटी होइन, आफ्नो सोच राम्रो, एकदम पोजिटिभ भएर चाहिँ मान्छेले काम गर्नुपर्छ। त्यति भएपछि तपाईँलाई एउटा ब्लेसिङ भन्छ नि भगवान्को, त्यो चाहिँ हमेसा तपाईँलाई चाहिँ हुन्छ। एकदमै राम्रो कुरो, एकदम पक्का हो। यसमा चाहिँ तपाईँले आफ्नो आमा बाउ भन्छ नि, हामीले पितृ भन्छौँ, उहाँहरूको एउटा आशीर्वाद लिनुपर्छ एउटा भगवान्को होइन। त्यति लिएपछि नि तपाईँलाई त्यो लुगा फाटासँग केही पनि तपाईँको लेना देना छैन। किन मैले यो पेजेन्ट जितेको, मेरो लुगा चाहिँ एकदमै थिएन, सिम्पल एउटा नेवारी ड्रेस लगाएको थिएँ, एउटा माला, मैले एउटा कालो गाउन लगाएको थिएँ, त्यति मात्र हो, त्यति मात्रै हो। मेरो अरू हेऱ्यो भने मेरो पेजेन्टमा सबै लुगा फाटा हेर्नुहोस् एकदम सिम्पल छ। किन मान्छेको कन्फिडेन्स इम्पोर्टेन्ट, मोडलिङमा चाहिँ तपाईँको कन्फिडेन्स इम्पोर्टेन्ट, एउटा वर्क भनेको एउटा इम्पोर्टेन्ट हो। मान्छेले चाहिँ दुःख गरेर सिक्यो भने चाहिँ अब आज धेरैकोबाट सुन्छु तपाईँले वर्क कसरी गरेको, कहाँ सिकेको, मैले मेहनत गरेको नि त। मिसेस दार्जिलिङमा फर्स्टमा तपाईँ जुन चाहिँ टाइममा आउनुभएको थियो है, र त्यहाँदेखिको चाहिँ तपाईँको जति पनि जर्नी थियो यो मोडलिङ क्षेत्रमा भयो है, ब्युटी पेजेन्टमा भयो, र त्यसमा तपाईँको वर्क चाहिँ फार बेटर भएको मैले पनि यो तपाईँको फेसबुकमा एकदमै अनुभव गरेको। र यसको पछाडि चाहिँ के कसको हात छ, मान्छेको कसैको ग्रुमरहरूको हात छ कि या तपाईँको मेहनत हो कि या तपाईँले कस्तो प्रकारले सिक्नुभयो, यो पनि अलिकति दिनुहोस् न ल, भनिदिनुहोस् न। यो चाहिँ के भन्छु भन्दा अब जस्तो मलाई विशेष दार्जिलिङमा सिकाउनु भए, उहाँ गुरुको पनि मैले जुन सिकेँ त्यो मैले एउटा कुरालाई क्याच गरेँ होइन। जस्तो मैले तपाईँको इस्ट इन्डिया गएँ होइन, उहाँ त्यहाँ पनि गएर मैले रिजु सर हुनुहुन्छ, उहाँ एकदमै राम्रो हुनुहुन्छ होइन, त्यहाँ गएर मैले क्याच गरेको हो यो कुरो। त्यहाँदेखि पछि म सम्राट सरकोमा गएँ होइन, सम्राट सरकोबाट पनि मैले क्याच गरेँ। त्यहाँदेखि त्यो 3टा क्याच गरेर चाहिँ मैले आफै नै अब यसो गर्दा यस्तो हुँदो रहेछ भनेर चाहिँ मैले आफै नै यसलाई चाहिँ मोडिफाई गरेर चाहिँ मैले आफै नै सिकेको कुरो हो यो चाहिँ। एकदमै दामी आन्सर दिनुभयो है, एकदमै तपाईँलाई धन्यवाद है दिदी। कारण अब कतिजना छ कि अब मोडलिङहरू गर्नुहुन्छ
तर वकमा धेरैको पुवर हुन्छ है। मैले पनि कतिजनालाई अहिले त्यो प्रोग्रामहरूको लागि साथीहरूलाई वकहरू सिकाएँ है। अब पहिला त्यस्तै हुन्छ, पहिला राम्रो हिँडाइ हुँदैन, तर बिस्तारै हेर्दै गएपछि ग्रुमरले सिकाएको अनुसार है, हामीले युट्युबको होइन दिदी, मलाई त त्यस्तो लाग्छ युट्युबको माध्यमबाट पनि देख्न सकिन्छ। कतिवटा त आजकल त के सोसियल मिडियाको जमाना हो, युट्युबमा पनि देखिन्छ। अब ठाउँ चाहिँ ठुलो हुनु पऱ्यो, स्पेस चाहिँ अलिकति लामो हुनु पऱ्यो, जसमा कि तपाईँले वक गर्दा चाहिँ तपाईँको हर वकमा चाहिँ तपाईँको हर चाल चाहिँ क्याटवक, त्यसै पनि त क्याटवक त्यसै भनिँदैन है, बिरालो कसरी चालमा हिँड्छ त्यही नै हो है। र त्यो अनुसार हिँड्दा अब हामीले क्याजुअली बाटोमा हिँडेको जस्तो हुँदैन, त्यसमा अलिकति लचक चाहिन्छ, कन्फिडेन्ट चाहिन्छ है, तपाईँको मुभमेन्ट चाहिन्छ, हातको है एङ्गलहरू, खुट्टाको एङ्गलहरू सबै मिलेको हुनुपर्छ र तपाईँको अवश्य नै राम्रो हुन्छ। त्यसमा म्युजिक लागेको छ भने त्यसमा म्युजिकमा ताल, सुर ताल पनि टिप्नुपर्छ नि दिदी? होइन, सबै नै हुनुपर्छ, सिक्नुपर्छ क्या, सिक्नुपर्छ। र यो कुरो तपाईँले राम्रोसँगले, मैले पनि तपाईँको धेरैमा चाहिँ अब तपाईँको पहिलाको वक र अब धेरै एकदमै फार बेटर भएको मैले पनि अनुभव गरेर यो तपाईँले साझा गरिदिनु भयो हाम्रो दर्शकहरूलाई है, र कसरी हिँड्नुपर्ने रहेछ, कसरी के, यो कुरो पनि तपाईँले साझा गरिदिनु भयो। र यसबाहेक पनि अब तपाईँले आगामी दिनहरूमा केही गर्छु यो क्षेत्रमा, अझै जान्छु अगाडि, जस्तै अब यो त तपाईँले स्टेट लेभल है उयसमा जित्नु भएको, अब तपाईँले नेसनल लेभलमा केही सोच्नु भएको छ कि अब, कि त अरूलाई पनि अगाडि आएर कसैलाई हेल्प गर्ने, त्यो के कस्तो चाहिँ के छ बारेमा, अब यसलाई चाहिँ आगामी कसरी लिएर चाहिँ तपाईँले यो क्षेत्रलाई लिएर हिँड्छु भन्नु सोच्नु भएको छ? मेरो चाहिँ अब एउटा टार्गेट छ है, जस्तो मैले अस्ति तपाईँको डिसेम्बर 29मा चाहिँ इन्सपायर मोडल अफ द इयरको जुन चाहिँ मैले एवार्ड जितेँ, त्यो चाहिँ म एकदमै खुसी छु। मैले चाहिँ जति पनि दुःख गरेँ, कष्ट गरेँ, जति पनि स्ट्रगल गरेँ है जीवनमा, यो सपना चाहिँ यो मेरो पुरा भयो नि त। आज एउटा इन्सपायर हुनु यति डरलाग्दो, मलाई दार्जिलिङमै छ मेरो दिदीहरू हुनुहुन्छ, बहिनीहरू हुनुहुन्छ, नानीहरू हुनुहुन्छ, कलेजको केटाकेटी हुनुहुन्छ, यति इन्सपायर छ क्या। अब सोधेर जहाँ पनि म गयो भने सबले आन्टी तपाईँ यस्तै कसरी हिँड्नु भएको, तपाईँले कहाँ सिकेको होइन, हामी सिक्छौँ, तपाईँले ग्रुमिङ क्लास खोल्नुहोस् भनेर धेरैले मलाई भनिसके होइन। अब म सम्झिन्थेँ, अब यत्रो यत्रो अरू नानीहरू त के मन पराउँछ, हामी यति ठुलो म्यारिड होइन, यति ठुलो हो भनेर होइन भनेर सोच्थेँ। तर त्यो नानीहरूले अब के भन्छ, हामी चाहिँ तपाईँलाई आन्टी भन्दैन, तपाईँलाई चाहिँ अब दिदी नै भन्छ हो, हामीलाई क्या सिकाइदिनुहुन्छ भन्ने प्रश्न गर्छ। मलाई यो इच्छा छ, अब जस्तै जुन चाहिँ मैले एउटा एवार्ड पाएको छु इन्सपायर मोडल अफ द इयर, अन्त बेस्ट रनवे मोडल है, अब यसलाई मैले त्यसै राखेर त हुँदैन। मेरो एउटा सोचाइ छ, मेरो अलिकति एउटा अहिले काम छ, त्यसले गर्दा चाहिँ एउटा वर्कसप खोलेर चाहिँ म उहाँहरूलाई चाहिँ म फ्रीमा चाहिँ म सिकाउनेवाला छु। मैले एउटा जग्गा पनि हेर्दैछु होइन, उहाँहरूलाई 10-10 दिनको मैले ट्रेनिङ दियो भने, जस्तै क्वेसन एन्सर भयो, तपाईँको इन्ट्रोडक्सन भयो, अन्त यो जुन चाहिँ मोडल प्रोफेसनल मोडल कसरी हिँड्छ, रनवे कसरी हिँड्छ होइन, त्यो चाहिँ मैले अलिकति सिकाउनु, हजुर 10 दिन मैले फ्री एउटा गरौँ भनेर मैले चाहिँ सोचिरहेको छु, तर अब अलिक टाइम चाहिँ लाग्छ। हजुर एकदमै होइन, त्यो तपाईँको एकदमै यो कामहरू तपाईँको अगाडि बढेर जानुपर्छ, कारण अब आउने जेनेरेसन छ नि त है, उहाँहरूलाई अब यसरी नै अब जस्तै युट्युबमा सिक्दा या कसैले एक दिन ग्रुम, 2 दिन 3 दिन हामीले ब्युटी पेजेन्टमा जाँदा ग्रुमिङ गरेकोले हुँदैन, जसमा कि यसलाई चाहिँ वर्षभरि नै सिक्यो भने चाहिँ अब उहाँहरू कहीँ पनि जाँदा चाहिँ कन्फिडेन्टली बोल्नु, मतलब क्वेसन एन्सरहरू गर्नु, वकहरू गर्नु, धेरै कुरोमा उहाँहरू पहिल्यै तिक्रेर गयो भने राम्रो नि त है, सपोर्ट हुन्छ नि, यसले चाहिँ ठुलो हेल्प हुन्छ है। त्यसले गर्दा चाहिँ अब तपाईँले यो कुरोलाई चाहिँ अगाडि राख्नु भएको रहेछ, र यसलाई चाहिँ तपाईँले अगाडि जसरी पनि गर्नुहोस् है। र मेरो यो फेसबुकको माध्यमबाट, युट्युबको माध्यमबाट, जसमा कि तपाईँसँग पनि यो मेरो च्यानल ट्याग हुन्छ, र तपाईँको त्यो माध्यमबाट पनि जतिजनाले पनि हेर्छन् उहाँहरूको पनि घरमा छोराछोरीहरू होला, छोरा होला, छोरी होला, या त उहाँ नै हुनसक्छ, मिसेसहरू पनि हुनसक्छ, र उहाँको रोमा दिदीको म कन्ट्याक्ट नम्बर पनि दिन्छु तपाईँलाई, उहाँहरूसँग कन्ट्याक्ट गरेर पनि उहाँले तपाईँलाई इन्सपायर गर्नुहुन्छ, कसरी हेल्प गर्नुहुन्छ। दिदी एकदमै पहिलादेखि हेल्पफुल हो, एकदमै हाम्रो एकदमै श्रद्धेय दिदी हो मेरो त झन् है, स्पेसली, र म त एकदमै उहाँसँग इन्सपायर छु है। र नै आज मैले एकदमै खुसी लागिरहेछ, आज मलाई पनि है, हामीले यसरी भेट्न सक्यौँ। अब धेरै भएको थियो दिदीबहिनी बातहरू मात्रै गर्थ्यौँ र भेट्न सकेको थियौँ, र आज यो हाम्रो यो पोडकास्टको माध्यमबाट आज हामी धेरै दिन बाद भेट्यौँ है दिदी। र तपाईँसँग पनि मेरो धेरै अरू पनि बात छ, यो ब्याक अफ द क्यामेरा है, र यो यस्तै यति राम्रो भयो आजको पोडकास्ट चाहिँ, र तपाईँहरूले उहाँसँग साझा गर्नुहोस् र भनिन्छ नि है। र अब एउटा लास्ट तपाईँले एउटा बताइदिनुहोस्, नारीहरूलाई चाहिँ अब तपाईँ जस्तै एउटा विवाहित है विडो होस् या विवाहित नै घरमा हस्बेन्डै भएको किन नहोस्, र उहाँहरूलाई चाहिँ अब घरमै बसिरहेछन् नि, तपाईँले चाहिँ उहाँहरूलाई चाहिँ के सन्देश दिनुहुन्छ, त्यो एउटा सन्देश पनि तपाईँले छोडिदिनुहोस् न। म चाहिँ यही सन्देश दिन चाहन्छु है, अब आज मेरो हस्बेन्ड छैन, विडो होइन, मान्छेले म
उता गुवाहाटी जाँदा पनि धेरै कुरा गर्यो। उम्, अहिलेसम्म चाहिँ विडोले चाहिँ ब्युटी पेजेन्टमा चाहिँ जितेको पनि छैन, आएको पनि छैन भन्ने कुरा गर्नुभएको थियो। तर मेरो क्वेसन एन्सर चाहिँ जुन दिन पनि त्यो थियो, मैले त्यही भनेको थिएँ, मेरो हजुर विडो जो लेडिजहरू छ, घरमा हस्बेन्ड खसेर बसिरहेको, केही गर्नु सक्दिनँ, मेरो अब जिन्दगी खत्तम यतिकै गयो भन्ने होइन त्यो सोचाइराखेको थियो। मैले उता नर्थ इस्ट इन्डियामा गुवाहाटीमा नि मेरो प्रोग्राममा मैले यही नै भन्न चाहेँ कि तपाईँहरू यो ब्युटी पेजेन्ट मात्रै तपाईँको फिल्ड छैन, तपाईँहरूले सिलाइ बुनाइ गरेर पनि नाम पाउनु सक्नुहुन्छ। तपाईँले खाना बनाएर पनि, केकहरू बनाएर हुन्छ कि, पार्लर गरेर हुन्छ कि, एउटा बिजनेस वुमन भएर हुन्छ कि, एउटा सोसियल वर्कर भएर हुन्छ कि, जे गरेर पनि तपाईँले नाम पाउनु सक्छ। तपाईँहरू चाहिँ फिल्डमा आउनै पर्छ होइन। किन तपाईँले नसक्ने? किन म एउटा हेर्नुहोस्, म एउटा मेरो अब हुनु त अब आफ्नो घरको कुरा नगर्नु भन्छ है। हजुर मेरो हस्बेन्ड चाहिँ मेरो 26 वर्ष बिमारी भएको, उहाँलाई मैले समेटेर उहाँले मेरो घर हेरिदिनुहुन्थ्यो होइन, घरमा बसिदिनुहुन्थ्यो। तर यति सपोर्ट गर्नुहुन्थ्यो। म बाहिर म एउटा एउटा वाइफ हस्बेन्ड भएर चाहिँ म बाहिर कमाउनु जान्थेँ फिल्डमा। सानो मेरो नानी काखमा लिएर मैले मैले दुःख गरेर सङ्घर्ष गरेको, त्यति बेला पनि दुःख गर्दैछु, आज पनि म दुःखै गर्दैछु। हजुर तर मान्छेले चाह्यो भने सक्छ। तर यसमा चाहिँ मलाई यति नै मलाई छ अब है, घरको परिवारहरू जो पनि हुनुहुन्छ, उहाँले चाहिँ उहाँलाई चाहिँ कोअपरेट गर्नुपर्छ। अब म भन्छु केटीहरूले होइन म त ब्युटी पेजेन्टमा जान्छु, त्यो घर त्यो केयरलेस गर्नु होइन, सब समेटेर सबलाई बन्दोबस्त गरेर सबै गरेर आफ्नो गरेर एउटा टक टाइम निकालेर चाहिँ तपाईँहरूले जस्तै डान्स गर्नु पनि सक्नुहुन्छ, गाउनु पनि सक्नुहुन्छ। आज म अफिसमा पनि काम गर्छु, बिजनेस पनि गर्छु, मान्छेले मलाई बिजी देख्छ होइन, तर म सबैको मैले एउटा टाइम राखेको टाइम छु। म्यानेजमेन्ट टाइम म्यानेजमेन्ट गर्छु। अब कहाँ के पर्यो त्यहाँ पनि जान्छु, त्यहाँ पनि जान्छु। अब सबैले देख्नुहुन्छ, तपाईँलाई त कुनै कहाँ देखेको थिएँ, तपाईँ त यहाँ रहेछ भन्छ होइन, त्यस्तो कुरा गर्छ। तर त्यो चाहिँ सबै आफ्नै हातमा छ आफ्नै हातमा छ नि होइन। अब त्यसै घरमा कामै छ नि त्यसै बसिरहने पनि भएन, त्यो टाइमलाई म्यानेजमेन्ट गर्नु पर्यो नि, घरमा बस्नु पनि ठिक टाइममा है दिदी, हजुर अब हजुर हिँड्नु पनि ठिक टाइममा, गाउँमा के पर्यो त्यहाँ पनि जानै पर्यो है, हजुर। हामीलाई साह्रै छ नि त्यो नारीहरूलाई। चाहिँ हजुर, त्यो तर चाहिँ अब टाइम आफूले म्यानेजमेन्ट चाह्यो भने चाहिँ तपाईँले 2 घन्टा 3 घन्टा चाहिँ म्यानेज गर्नु सक्छ, हजुर सक्छै त्यो सक्छ। त सेल्फ उयसको लागि है, सेल्फ आफ्नो लभको लागि लागि हो नि त। किन हामीले घर मात्रै होइन, आफ्नो पनि हेर्नुपर्छ नि त। हामीले आफूले आफूलाई पनि 1 घन्टा 2 घन्टा भए पनि टाइम चाहिँ दिनै पर्छ। त्यो चाहिँ आफ्नो हो नि त, आफ्नो शरीरलाई पनि त हेर्नु पर्यो हामीले, हो कि भन्नुहोस् त, हजुर त्यो हेर्नुपर्छ नि त त्यो। त्यसले गर्दा म त्यही भन्न चाहन्छु। तर यति हो, घरको सपोर्ट चाहिँ एकदमै जरुरी छ। घरको चाहिँ पक्का एकदम सपोर्टको किन जरुरी बिना छ। सपोर्ट अब जस्तै कहीँ जान्छु भनेर घरकै मान्छे राजी छैन भने त भएन नि त त्यो है। हुँदैन, त्यो चाहिँ अब बिचाराहरूलाई चाहिँ एकदम सपोर्टको जरुरत है। त्यसमा पनि तपाईँहरूले सपोर्ट गर्नुभयो भने चाहिँ आज तपाईँहरूको बुहारीले नि जस्तो अहिले हेर्नुहोस् है, कुर्सीले गुलाबको फुल बनाउनु, बेगमा झुन्डाउने, यति 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 सिक्नेहरू पनि छ होइन। ट्यालेन्ट छ अब त्यो बुन्नु पनि त्यो घरको एउटा वाइफलाई होइन, एउटा आमालाई त टाइम चाहियो नि त। टाइम चाहियो अब त्यो उसलाई बुन्नु जान्दैछ, उसले टाइमै पाएन, उसले के गर्न सक्दैन नि सक्दैन। त। त्यसले गर्दाखेरि त्यसमा चाहिँ चाहिँ एउटा सक्सेसफुल पुरुषको पछाडि एउटा सक्सेसफुल वुमन हुन्छ भनेर हजुर भन्छ नि हजुर हो, हजुर हजुर। त्यसरी नै एउटा सक्सेसफुल वुमनको लागि पनि एउटा सक्सेसफुल म्यान चाहिँ पछाडि हुनु पर्यो हजुर हजुर, तपाईँले त्यो चाहिँ भन्नुभयो। एकदमै एकदमै जरुरी हो। एउटा मलाई चाहिँ त्यस्तो लाग्छ है। अब म्यारिड भएर अब घरमा हस्बेन्ड छ या म्यारिड भएर वाइफ घरमा छ भने पनि उहाँहरूलाई हस्बेन्डले पनि हजुर। आफ्नो समय मेरो निकाल्न सक्नुहुन्छ र हजुर नारीले जस्तो पनि हस्बेन्डलाई हजुर पनि माने जस्तै अब घरको फ्यामिली छ होइन, जो हजुर पनि उहाँलाई पनि माने बुहारीले सपोर्ट गर्नु पर्यो पर्यो। होइन। हस्बेन्डलाई पनि अब हस्बेन्डको पनि कतिवटा इच्छा हुन्छ होइन, हजुर उहाँलाई पनि वाइफले सपोर्ट गर्नु गर्नु पर्यो। पर्यो। यसरी चाहिँ दुईजना मिल्यो भने चाहिँ नि कुनै कुरोको चाहिँ प्रब्लम चाहिँ हुँदैन हुँदैन। जस्तो मलाई लाग्छ है। हजुर किन पक्का मेरो एक्सपिरियन्स हो। आज हजुर मेरो हस्बेन्डले मलाई यति कोअपरेट गरेको थियो र त म यति आँटिलो भएर आज म यत्रो जितेर बसिरहेको छु होइन। पक्का मेरो हो। घरको छोराछोरीले हजुर मलाई अब बाउ छैन र पनि छोरा बुहारीहरूले मलाई कोअपरेट गर्यो, उहाँहरूले मलाई होइन सपोर्ट गर्यो होइन। मेरै फ्यामिली मेरो होइन बहिनीहरू छ, मेरो हजुर 4 जना बहिनी, 2 जना भाइ छ होइन। अँ, उहाँले मलाई सपोर्ट गर्यो नि त। अन्त फ्यामिलीले सपोर्ट गरेपछि त अरूले गरोस् फरक पर्दैन नि त हामीलाई। पर्दैन पर्दैन मेन मेन चाहिँ चाहिँ हाम्रो घरबाट फ्यामिली सुरु चाहिँ हुनु पर्यो। घर चाहिँ बलियो हुनुपर्छ। घर बलियो हुनु जस्तै पर्यो। घर राम्रो हुनु पर्यो, त्यहाँदेखि तपाईँको समाज राम्रो हुनु पर्यो, त्यहाँदेखि गाउँ राम्रो हुनु पर्यो, हजुर त्यसपछि त हामीले बाहिरको हेर्न सक्छौँ नि त। हजुर हामीले सबै घरै बिगाऱ्यो होइन, यता आफू समाजलाई आफ्नो घरलाई हामीले हेरेन भने त हामीले समाज मात्रै माथि सहरलाई मात्रै हेरेर त हुँदैन नि त। हजुर पहिला घरलाई ठिक राख्यो, त्यहाँदेखि गाउँलाई ठिक राख्नु पर्यो हामीले, त्यहाँदेखि समाजलाई राख्नु पर्यो, त्यहाँदेखि त हामी फिल्डमा निस्किन सक्छौँ नि त। एकदमै मलाई राम्रो चाहिँ त्यो आन्सर लाग्छ थियो। किन मेरो पक्का, एक्सपिरियन्स हो। हजुर हजुर अब तपाईँको आज अनुभव चाहिँ ठुलो हो नि त। आज तपाईँले यो मुकाममा तपाईँले यो एउटा
इक्जाम्पल बनेर है हामीले दार्जिलिङलाई प्रतिनिधित्व गरेर गएर चाहिँ आज यत्रो तपाईँले विनिङ गरेर विन विन भएर चाहिँ अब आउनुभएको छ र यो तपाईँले लाउनु भएको क्राउन यति सुन्दर लाग्यो है तपाईँमाथि खुबै सजिरहेको छ दिदी है धन्यवाद र एकदमै राम्रो देखिरहेछ तपाईँलाई है र अझै तपाईँको उन्नति होस् अझै तपाईँको अझै माथि माथि रोमा दिदीको फेसबुकमा हेर्नु पाऊँ रोमा दिदी यस्तो गर्यो उस्तो गर्यो भनेर राम्रो राम्रो कुराहरू सुन्नु पाऊँ र हाम्रो समाजलाई अझै तपाईँले माथि तपाईँ जस्तो नारीहरूले चाहिँ माथि उठाएर लैजाओस् उच्च उठाएर लैजाओस् भन्ने कामना गर्दै तपाईँले आज यो पोडकास्टमा आएर चाहिँ यो पोडकास्टको पनि शोभा बढाइदिनु भएकोमा चाहिँ म ज्योत्सना राईको तर्फबाट एकदमै तपाईँलाई है धन्यवाद एउटा सानो कुरा भन्न हुन्छ म चाहिँ के कुरा गर्छु भन्दाखेरि एउटा मेरोबाट चाहिँ हजुरहरूलाई यति नै छ है मेरो पनि फेसबुकमा सब्सक्राइब गरिदिनुहोस् फलो गरिदिनुहोस् हजुर उहाँलाई तपाईँलाई ट्याग गर्छु मैले नि म कुनै कुरो गल्ती गर्दैछु भने पनि हजुरहरूले मलाई बताइदिनुहोस् है तपाईँहरूको सपोर्ट बिना चाहिँ मेरो चाहिँ केही पनि हुँदैन किन हजुरहरूले मलाई यति माया दिनुभएको छ यति माया है योपालि मेरो 3.2 मिलियन चाहिँ भ्युवर्सहरू आएको छ है त्यसको लागि पनि सबैलाई म धन्यवाद दिन चाहन्छु है मेरो चाहिँ एउटा सपना छ है मैले चाहिँ मिस इन्डियामा चाहिँ जाने मेरो एउटा सपना छ मिसेसमा मिसेसमा त्यसले गर्दाखेरि चाहिँ म अहिले चाहिँ म प्रिपेयर गर्दैछु है हजुर तर त्यसमा म जित्छु भनेर म जित्छु भनेर त जान्छु है तर एउटा लक पनि हो किन धेरै त्यहाँ कम्पिटिसन हुन्छ होइन त्यो चाहिँ म चाहिँ आफ्टर 2 इयर्समा चाहिँ म चाहिँ जानेवाला छु एकदमै त्यसको लागि पनि तपाईँलाई अगावै एकदमै अल द बेस्ट भन्न चाहन्छु है थ्याङ्क यू तपाईँको यो सपनाहरू पनि पुरा होस् र अझै तपाईँले अरू आउने जेनेरेसनलाई पनि यसरी हेल्प गर्दै जानुहोस् र तपाईँले अरूलाई हेल्प गर्नुहुन्छ ईश्वरले तपाईँलाई हेल्प गर्छ है तपाईँले मतलब पशु प्राणीहरूलाई माया गर्नुहुन्छ तपाईँले ईश्वरले माया गर्नुहुन्छ यही नै हो सबैभन्दा है गिभ एन्ड टेक हुनु पऱ्यो है सर्कल चाहिँ हाम्रो कार्मिक प्याटर्न चाहिँ यसरी अगाडि बढ्नुहुन्छ र कर्म नै धर्म हो है र कर्म नै उहाँले कर्म पनि गर्नुहुँदैछ र आफूलाई पनि कर्ममा तपाईँ उहाँले एकदमै तपाउनु भएको छ तपाउनु भन्छु म चाहिँ के भने त्यो चाहिँ तपाईँले आफूले आफूलाई नै सिद्धि गर्नुभएको छ है र यो क्षेत्रमा तपाईँ त्यसै बढ्नु भएन र तपाईँको परिवार तपाईँको आमा बाउको तपाईँको हस्बेन्डको सबैको ब्लेसिङ्स थियो साथै दार्जिलिङको कतिजना हामी जस्तै वेल विशेषहरूको है तपाईँलाई यसको पनि तपाईँलाई एउटा उयो थियो यसमा पनि यो पनि भन्नुपर्छ म त थिएँ पक्का तपाईँको प्रति थिएँ एकदमै है र म जस्तै कतिजना तपाईँलाई मन पराउनेहरू हुनुहुन्छ उहाँले पनि तपाईँलाई अवश्य मोरल सपोर्ट गरेकै हुन्छ है र यसो भन्दै आजको पोडकास्टबाट म ज्योत्सना राईलाई र हाम्रो दिदी रोमा सिंह प्रधानज्यूलाई पनि बिदा दिनुहोस् र फेरि पनि अर्को पोडकास्टमा अर्को एकजना यस्तै नारी हस्ताक्षरलाई नारी ट्यालेन्टलाई प्रतिभालाई अगाडि लिएर आउने वाचा बन्धन गर्दै हामी दुईजनालाई बिदा दिनुहोस् नमस्ते थ्याङ्क यू